Hello guys, welcome to my vlog. Hello guys, welcome to my vlog. सांस्कृतिक भित्रको विविध पाठभित्रको एउटा मेन्दोमाया जो हाम्रो यस्तो भन्छ नि टाउकोमा लगाउने जुन टोपी हुन्छ नि टोपीको माथि फुर्को भएन भने सुहाउँदैन नि हैन हो त्यो तामाङ संस्कृतिको फुर्को मेन्दोमाया भर्खरै यहाँले मिठो प्रस्तुति देखिसक्नुभयो एकचोटि जोरदार ताली पुरै टिमको लागि बुद्धि दाई एउटा मात्र शब्द बोल्दिन बुद्धि दाई एउटा मात्र शब्द नमस्कार कन्फ्युजन दिलीप लामा जी प्लिज स्टेजमा उपस्थित भइदिनु होला यहाँको प्रत्यक्ष माम दर्शक महानुभावहरु हुनुहुन्छ हुरहुर भनेर त तपाईले कमेडियन हेर्नु भएको छ साथै लास्टमा पुगेन त्यही भएर आउनु नै भएन है त दिलीप लामाजी हुनुहुन्छ उहाँलाई हामी स्वागत गर्दैछौँ दिलीप लामाजी हुरहुर आयो है हुरहुर यहाँ समक्ष उहाँलाई स्वागत गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु उहाँलाई पनि एक शब्द बोलिदिनुहोस् ओके थ्याङ्क यू सो मच यहाँलाई फेरि आशीर्वाद गर्नको लागि हार्दिक अनुरोध गर्दै सबै खेर नफालिकन हामीसँग हाम्रो मस्ट अवेटेड आजको मुख्य आकर्षण मङ्गोलियन हर्ट को उपस्थिति भइसकेको जानकारी हामीले पाइसकेका छौं र त्योभन्दा अगाडि यहाँ समक्ष अब अर्को ढिला नगरीको प्रस्तुति रहेको छ जोरदार तालीका साथ स्वागत गरौँ सुशील तितो यस अब हामी एकैसाथ भनौँ है त प्लिज वेलकम अझै आवाज चाहियो जो प्लिज वेलकम अन द स्टेज थ्याङ्क यू हेलो मलाई बाहिर अफ गर्नु हो कि होइन
हाम्रो बबी लामा सबैजनाले चिन्नु भएको छ उहाँलाई पक्कै पनि उहाँहरूको टिम उपस्थित भइसक्नु भएको छ एकदमै रेडी अवस्थामा छ हामी यहाँहरूलाई पर्फर्मेन्स सोनाम लोछारको उपलक्ष्यमा उहाँहरूले ठुडखेलमा प्रदर्शन गर्दै हुनुहुन्छ आफ्नो प्रस्तुति प्रस्तुत गर्दै हुनुहुन्छ राजु लामा जोजो स्माइल किलर बेस्ट स्माइल मोकामरा 80 र 90 को दशकलाई फर्केर हेर्दा हामी अझै सम्झन्छौं लाखौं नेपाली युवाहरूको रुचि पाश्चात्य संगीतमा कोही सुनेर रमाउँथे त कोही गिटार र ड्रम्सहरू बजाएर यही पाश्चात्य संगीतको उदय सँगसँगै नेपाली सांगीतिक आकाशमा उदायो एउटा समूह मंगोलियन हार्ट जसका 8वटा एल्बमहरू सार्वजनिक भइसकेको छ दर्जनौं गीतहरू सर्वप्रिय भइसकेका छन् सबै पुस्तामाझ आफूलाई स्थापित र प्रिय बनाउन सफल मंगोलियन हार्टको सांगीतिक यात्रा तपाई श्रोता दर्शकहरूको अगाध माया र साथबाट सम्भव भएको 5 जना जोशीला युवाहरूबाट देउसी भैलो खेल्ने क्रममा मन मिलेर जोडिएको नाताबाट बनेको ब्यान्ड मंगोलियन हार्ट आज सारा नेपालीहरूको ढुकी बनेको छ विभिन्न आरोह अवरोह दुःख सुख सफलता असफलतालाई पार गर्दै एक रूपमा श्रोता दर्शकको मन जितेर अगाडि बढ्नु चाहन्छुने कुरा हो जसको फलस्वरूप 2053 सालमा मंगोलियन हार्ट भोल्युम 1 सार्वजनिक भयो यो एल्बमले म्युजिक नेपाल गोल्ड मेडल प्राप्त गर्नुका साथसाथै सर्वाधिक बढी चर्चामा रह्यो 3 वर्षको अन्तरालपछि 2055 सालमा मंगोलियन हार्ट भोल्युम 2 निस्कियो यो एल्बम पनि ब्यान्डको सशक्त संगीतले सबैको मन मस्तिष्कमा बास पाएका कारण एकपछि अर्को गीत हिट र एकपछि अर्को अवार्ड प्राप्त हुँदै गयो साथै स्टेजको व्यस्तता पनि बढ्दै गयो स्टेजको व्यस्ततासँग I
स्वागत गरिदिनुको लागि हाम्रो यस मूल आयोजक समारोह समितिका दिल बहादुर योन्जन र साथसाथै मोहन गोलेजीलाई म निमन्त्रणा गर्न चाहन्छु। प्लिज उहाँलाई स्वागत गरिदिनु होला। साथसाथै हाम्रो सांस्कृतिक विभागका हाम्रा सभामुख टिमलाई पनि म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। प्लिज कृपया स्टेजमा उपस्थित भइदिनु होला र अन्य हाम्रा कलाकारहरूलाई सम्मान गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। म हाम्रा एकदम खुसी लागिरहेछ। पहिलोचोटि चाहिँ यसरी आफ्नो भनौँ न पर्वमा यसरी टोली खेलको यो खुला मञ्चमा यहाँहरूसँग यसरी मनाउन पाउँदा एकदमै धेरै खुसी लागिरहेछ। सबैजनालाई फ्याफुल्ला अनि लोसारको एकदमै धेरै जबडन बमला। राम्रो होस्, शुभ रहोस् लोसार है त हजुर। थ्याङ्क यू। अनि तपाईँहरू अगाडि जो हुनुहुन्छ पछाडिबाट अलि नठिलिदिनु होला, किनभने यो बार भत्क्यो भने फेरि तपाईँहरूलाई चोट लाग्छ। तपाईँहरूलाई चोट लाग्यो भने जोजोको मुटुमा चोट लाग्छ हजुर। है त सबैजना मिलेर हामी रमाइलो गरौँ। हाम्रो यो लोसार आफ्नो लोसार हो। हामी एउटा यस्तो देशमा जन्मेका छौँ कि जहाँ चाहिँ हरेक जात धर्म भाषा भाषी सबै मिलेर बसेको छ र भनौँ न कसैले पनि यो यसको चाड उसको चाड भन्दैन। यो हामी साझा नेपालीको चाड हो कि हजुर। त्यसले गर्दाखेरि राम्रोसँग मनाऊ, खुसीले मनाऊ, खुसी बाँडौँ है त। यो जुन आउने गीत छ यो चाहिँ अब होइन हुन त हाम्रो आज यो फेस्टिभल हो। फेस्टिभलको बेला दुःखको कुरा गर्नु नहुने हो, तर र पनि भर्खरै मात्रै यो 3-4 दिन अगाडि 4-5 दिन अगाडि भनौँ न यति एयर क्रासमा चाहिँ हामीले हाम्रो 72 जना भनौँ न आत्माहरूलाई एउटा गुड सोल्सलाई हामीले गुमाएका छौँ र उहाँहरूको सम्झनामा तपाईँहरूको तर्फबाट हाम्रो तर्फबाट यो गीत उहाँहरूलाई हामी डेडिकेट गर्छौँ है त हजुर। र हामी प्रार्थना गरौँ कि उहाँहरूको आत्माले पनि एकदमै धेरै शान्ति पाओस् र उहाँहरूले एकदमै लययुलमा उहाँहरूको चाहिँ फेरि एउटा नयाँ जुनी पाओस्।
राइट पछाडि पछाडि सुन्दै हुनुहुन्छ छ कि थ्याङ्क यू सर आई लभ यु टु ओके यतापट्टि साइडमा तपाईँहरूले मजाले सुन्नुहुन्छ ब्युटिफुल यतापट्टि हजुर ओके अनि पछाडि पछाडि ल है त अर्को एउटा गीत तपाईँहरू सबैजनाको लागि थुप्रै गीतहरू छ है हुनुहुन्छ त्यहाँ चाहिँ नानी केटाकेटी सबै हुन्छ नि फ्यामिलिजहरू हुनुहुन्छ त्यसले गर्दाखेरि पछाडि पछाडिबाट चाहिँ नधकेन दिनु होला किनभने अब यो बार त्यस्तो साह्रो बलियो पनि छैन होइन गर्दाखेरि मैले भने नि हजुरहरूलाई चोट लाग्यो भने जोको मुटुमा चोट लाग्छ त्यसले गर्दाखेरि रमाइलो गरौँ मैले अघि पनि भने हामी तपाईँहरूलाई नै मनोरञ्जन गर्ने भनेर दिलाउने भनेर यहाँ आएका छौँ गर्दाखेरिलाई मजा गर्नुहोस् रमाइलो गर्नुहोस् साथीसँग नाच्नुहोस् हामीसँग नाच्नुहोस् है त हजुर
मसाला नमसाला नौशाम